नमस्कार दर्शकबिन, म जेबी राई। आज म ब्रेल सम्बन्धी केही कुरा भन्न गइरहेको छु। आखिर के हो त ब्रेल लिपि भनेको भन्दा, ब्रेल लिपि भनेको जसले आँखा देख्न सक्नुहुन्न या देख्नुहुन्न अथवा दृष्टिविहीन मानिसहरूले पढ्ने अक्षरलाई ब्रेल लिपि भन्दछ। भाषा अनुसार अङ्ग्रेजीमा ब्राइल र नेपालीमा ब्रेल हुन्छ। लुइस ब्रेल एकजना व्यक्तिको नामबाट ब्रेल लिपि आएको हुनाले ब्रेल भनिएको हो। लुइस ब्रेल स्वयं पनि दृष्टिविहीन हुनुहुन्थ्यो र उहाँले ब्रेल लिपि आविष्कार गरेर समाजलाई ठुलो गुण लाउनु भएको छ, जसले गर्दा आज आँखाको दृष्टि गुमाएका व्यक्तिहरूले पनि पढ्न पाएका छन्, शिक्षा हासिल गर्न सकेका छन् र आत्मनिर्भर बन्न सफल भएका छन्। अन्य व्यक्तिहरू जस्तै विभिन्न सरकारी तथा गैर सरकारी ओहदाहरूमा रहेर दृष्टिविहीन मानिसहरूले पनि समाजमा योगदान पुर्याइरहेका छन् र सम्मानपूर्वक जीवन बाँचेका छन्। त्यसका लागि ठुलो श्रेय लुइस ब्रेललाई नजाने त कुरै भएन र आज धेरै मानिसहरूले लुइस ब्रेललाई सम्झिरहेका छन्। म हृदयदेखि नै लुइस ब्रेललाई सलाम गर्न चाहन्छु र सम्झन चाहन्छु। अब कस्तो हुन्छ त ब्रेल भन्ने कुरा हजुरहरूलाई म देखाउन चाहन्छु। यो ब्रेल किताब हो, सानो एउटा। यसमा चाहिँ लाइन कोरिएको हुँदैन, मसी हुँदैन, कुनै अरू प्रिन्ट छापाहरू हुँदैन। यो चाहिँ यसो बिरिरी फोका जस्तो उठेको हुन्छ, यसलाई डट्स भनिन्छ। अनि छाम्दाखेरि थाहा पाइन्छ यो, जस्तो अब मानिसमा आउँछ नि एक खालको घमौरा, त्यस्तै खालको किसिमको मसिनो डटहरू हुन्छ यहाँ। अनि यही छामेर चाहिँ दृष्टिविहीनहरूले पढ्ने हो र यसको पेपर चाहिँ अलिक मोटो हुन्छ, किनकि यो डट्सहरू बनाउँदाखेरि चाहिँ पछाडिबाट खोप्नुपर्ने हुन्छ उल्टापट्टिबाट र अर्कोतिरबाट छेडिनु भएन। डट्स चाहिँ आउनु पर्यो तर पेपर छेडिनु भएन। त्यसले गर्दाखेरि अलिक बाक्लो हुन्छ। यो तुलनात्मक रूपमा चाहिँ उत्तिकै कन्टेन्ट भए पनि अन्य किताबहरूभन्दा बाक्लो हुन जान्छ। त्यसैले गर्दाखेरि चाहिँ यो छाम्न सजिलो हुन्छ अक्षरहरू र यस्तो हुन्छ। यो अङ्ग्रेजीमा लेखिएको किताब हो। यस्ता स्कुलको कलेजको पाठ्यपुस्तकहरू बाहेक थुप्रै अन्य किताबहरू लेखिएका छन्, जस्तै स्टोरी बुक्स, म्यागजिन्स अनि विश्वकोशहरू जस्ता एन्साइक्लोपिडिया लगायत बाइबल किताबहरू पनि छापिएका छन् ब्रेलमा र ब्रेलमा दृष्टिविहीनहरूले पनि राम्रोसँगले पढ्न सक्छन्, पाउँछन्। यो चाहिँ एउटा ठुलो अवसर हो दृष्टिविहीनहरूको लागि भनौँ। अब म ब्रेल कसरी लेखिन्छ, लेख्ने सामग्री के हुन् भन्नेतिर चर्चा अलिक गर्दिनँ अहिले। आवश्यक परेमा पछि भिडियो पनि बनाउन सकिन्छ। त्योभन्दा म ब्रेल अक्षरको कन्सेप्ट चाहिँ हजुरहरूलाई म अलिकति बुझाउन चाहन्छु। त्यसको लागि मैले एउटा यो ग्लास बिट्स प्रयोग गर्दैछु। यो अक्षर कसरी बन्छ भन्ने कुरा हुन त यो ठुलो छ, अब यो डट्स जस्तो त होइन, तर पनि डट्सकै प्रतिनिधित्व गरेर यसलाई मानौँ डट सम्झेर चाहिँ बनाएर हेरौँ। अब एउटा मात्रै मानौँ, यसलाई यिनीहरू डटै हुन् तर ठुलो छन्, डटको रूपमा लिउँ यसलाई।
र यो एउटा डट भयो भने ए हुन्छ ब्रेलमा, अनि दुईटा भयो भने यहाँ दुईटा भयो भने बी हुन्छ, तर यही पोजिसनमा रहनु पर्यो, यता र यता गरेर माथि मुनि गरेर बी भयो। अब सी बनाउनको निम्ति चाहिँ फेरि दुईटै लाग्छ, तर त्यो कसरी रहन्छ भन्दाखेरि चाहिँ उसको पोजिसन फरक रहन्छ। यो चाहिँ होराइजन्टलमा भयो र यो बी एउटा यहाँ गर्दा बी भयो, जोडिएको हुनुपर्छ। अनि यो सी भयो, एउटा यहाँ गर्दाखेरि चाहिँ सी भयो। त्यसले गर्दाखेरि चाहिँ ए बी सी भयो। एवं प्रकारले मैले एदेखि पीसम्म बनाएको छु। पेपर र ग्लास बिड्सको प्रयोग गरेर मैले ए टु पीसम्म लेखेर यहाँहरूलाई म देखाउँदैछु। हजुरहरूले पनि चिन्नु सक्नुहुन्छ। यो एदेखि पीसम्म लेखेको छु, मैले लेखेको भन्दा पनि बनाएको छु र देब्रेदेखि दाहिनेतर्फ लानुपर्ने हुन्छ। अरू पढाइ जस्तै हो। अब यहाँनिर ए भयो, त्यस पछाडि बी भयो, दुईटा छ, सी भयो, दुईटा छ यहाँ, अनि डी भयो। यहाँ डीमा चाहिँ एउटा यहाँ अनि एउटा यहाँ भयो, डी भयो। त्यसपछि ईमा दुईटा छ, छड्के छ, एउटा यहाँ छ, एउटा मुनि छ, अलिकति फरक छ थोरै र बाङ्गो छ, यो छड्के छ। यो एफ भयो, ठ्याक्कै डी को उल्टा जस्तो देखिन्छ। यहाँ यो गर्दाखेरि चाहिँ एफ भयो। त्यसपछि चारवटा डटले जी भयो, स्क्वायर जस्तो ठक्क छ जी। एचमा एउटा यहाँ एउटा गर्दाखेरि एच भयो, तीनटा डट्सले एच भयो। त्यसपछि यहाँ आई भयो, यहाँ दुईटा छ, ठ्याक्कै ई को उल्टो जस्तो देखिन्छ, छड्के। अनि यो जे भयो, यहाँ पनि तीनटा छ, एउटा यहाँ राखियो, एउटा यहाँ राखियो, एउटा यहाँ राखियो। उतापट्टि राखेको भए डी जस्तो हुन्थ्यो, यतापट्टि राखियो, जे भयो। त्यसपछि दुईटा छ यहाँ के, बी जस्तो देखिन्छ, तर यो अलिकति बिचमा ग्याप हुनुपर्छ। त्यसो हुँदाखेरि चाहिँ के बन्छ, जोडियो भने बी बन्छ। त्यसपछि एलमा लस्करै तीनटा छ, लहरै तीनटा छ, एल भयो। एममा पनि तीनटा छ, तर यसको राखाइ फरक छ, दुईटा सँगै छ, एउटा अलिकति पर छ, यो एम भयो। त्यसपछि एनमा चारवटा छ, अघि हेरिहाल्नुभयो, जीमा पनि चारवटा थियो, तर यसको राखाइ फरक छ। यहाँ तीनटा छ, एउटा दुईटा तीनटा गरेर यो चाहिँ अलिकति टाढा छन् यो तीनवटा भन्दा, त्यो एन भयो। अनि ओमा तीनवटा छ, तिनैवटा अलिक फरक बसेका छन् डट्सहरू, यो ओ भयो। पीमा चारवटा डट्सहरू छन्, एल जस्तो लस्करै तीनटा, अनि उतापट्टि एउटा गर्दाखेरि चारवटा भयो, पी भयो। यसरी एदेखि पीसम्म मैले लेखेर हजुरहरूलाई देखाएको हो। यहाँ मैले हजुरहरूलाई वर्ड्स लेखेर देखाउँदैछु, शब्द नै लेखेर देखाउँदैछु। अब यहाँ माथिको जुन एबिसिडीको अनुसारले यहाँ हजुरहरूले पनि चिन्न सक्नुहुन्छ सायद। र यहाँ चाहिँ एउटा जम्मा चारवटा अक्षर छ, यहाँ पाँचवटा, एउटा दुईटा तीनटा चारवटा पाँचवटा, जम्मा पाँचवटा अक्षर छ, पाँचवटा लेटर्स। यो माथिको एउटा छ, अघि मैले ए भनेको थिएँ। त्यसपछि अर्को आयो यो पी, लास्टमा छ नि पी, त्यस्तै यो पी भयो, अर्को पनि पी भयो यो, अनि अन्तिम अझै एल भयो। त्यसपछि ई, हजुरहरूले बुझिसक्नुभयो, एप्पल, एपिपिएलई।
यो वर्ड्स भयो यो अर्को देखाउँछु यो के रहेछ त हेर्नुस् यो मैले सी भनेको थिएँ अघि यो माथि एउटा छ यहाँ एउटा छ त्यसमा सी भयो अब एउटा छ यो एउटा डट पक्कै पनि बुझिसक्नुभयो ए त्यसपछि फेरि पी आयो यहाँ चारवटा छ डट्स सी ए पी क्याप अब अर्को हेरौँ दुईटा डट्स छन् छड्के यो ई त्यसपछि चारवटा डट्स सँगै छन् जी फेरि अर्को पनि त्यस्तै छ जी भनेपछि एग भयो अब यो हेरौँ है त यो के रहेछ हजुरहरूले अनुमान पनि लाउन सक्नुहुन्छ पहिला तीनटा डट छ तीनटा डट ए बी सी पछि आउने अक्षर डी त्यसपछि एउटै मात्रै डट भएको के हुन्छ ए सही भन्नुभयो त्यसपछि फेरि माथि जस्तै छ एउटा तीनटा डट्स भएको एउटा अक्षर डी हजुर डी ए डी ड्याड यसरी ब्रेल अक्षरबाट चाहिँ पढ्न सकिन्छ र हजुरहरूलाई कस्तो लाग्यो आज ब्रेलको बारेमा मैले थोरै जानकारी दिने कोसिस गरेँ यहाँहरूलाई मन पर्यो भने मेरो भिडियोलाई लाइक सेयर गरिदिनु होला र भिडियोमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने कृपया गरिदिनु होला तपाईहरुको सानो सहयोगले मलाई ठूलो सहयोग मिल्छ हौसलाको स्रोत बन्छ त्यसको लागि यहाँहरूलाई भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद हस्।